सबैलाई नमस्ते र आज चाहिँ म कक्षा 10 को म्याथ बुकको चाहिँ ट्रिगोनोमेट्रीको यो मोडेल सेटको म लास्टको क्वेसन गर्न गइरहेको छु। मोडेल सेटमा दिएको यो 16 नम्बरको क्वेसन चाहिँ म गर्न गइरहेको छु। हेर्न सक्नुहुन्छ मोडेल सेटको म 16 नम्बरको क्वेसन चाहिँ म गर्छु, तपाईहरुलाई देखाउँछु कसरी गर्न सकिन्छ हामीले भनेर। हामीसँग क्वेसन चाहिँ के छ भन्दाखेरि फाइन्ड द भ्यालु अफ sin 20, sin 30, sin 40 र sin 80 को भ्यालु छ हैन। यहाँ मध्ये हामीलाई थाहा छ कि sin 30 को मात्रै भ्यालु छ, sin 20 को भ्यालु छैन, sin 40 को भ्यालु छैन, sin 80 को भ्यालु छैन। भ्यालु त छ तर हामीलाई थाहा पो के छ sin 30 को भ्यालु। sin 30 को भ्यालु के हो 1/√2 हो नि त। त्यसैले हामी अब गरौँ sin 20 डिग्री डट 1/√2। sin 30 भनेको के हो 1/√2 डट sin 40 डिग्री डट sin 80 डिग्री भयो हैन। अब चाहिँ के गर्ने भन्दा 1/√2 लाई अगाडि लिने र sin 20 डिग्री लेख्ने, sin 40 डिग्री लेख्ने र sin 80 डिग्री। यति लेखेपछि अब 1/2 आयो हैन। अब चाहिँ हामीले यो दुईटा लिँदा नि हुन्छ, यो दुईटा लिँदा नि हुन्छ क्या। sin जस्तै अब यहाँ चाहिँ 20 + 40 गर्दा 60 हुन्छ। sin 60 को भ्यालु हामीसँग छ र 80 + 40 गर्दा नि 120 हुन्छ। sin 120 को भ्यालु नि छ। त्यसैले अब म चाहिँ अब sin 20 र sin 40 लिएर गर्छु। जस्तै 1/2 sin 80 लाई अगाडि लेख्दियौँ र sin 20 र sin 40 लाई चाहिँ पछाडि लेख्दियौँ। जस्तै 1/2 sin 80 डिग्री। यो भने sin A sin B, हामीसँग sin A sin B को फर्मुला त छैन तर 2 sin A sin B को फर्मुला छ। त्यसैले 2 sin A sin B बनाउनको लागि 2 sin A sin B बनाउनको लागि तल माथि नै हामीले 2 ले मल्टिप्लाई र डिभाइड गरौँ। अब के भयो 2 sin A cos B, 2 sin A sin B मा आउने भयो नि त। अब चाहिँ जस्तै 1/2 sin 80 डिग्री डट 1/2 कमन लियौँ डाइरेक्ट 2 sin A sin B लाई एक ठाउँमा लेख्दियौँ किनकि हामीसँग यसको फर्मुला छ। अब के हुन्छ नि 1/2 मल्टिप्लाई गर्यौँ 1/4 sin 80 डिग्री र हामीसँग 2 sin A sin B को फर्मुला के हो भन्ने कुरा। 2 sin A sin B को फर्मुला के हो भन्दाखेरि चाहिँ cos A plus B, cos A minus B, cos A minus B भने 20 minus 40 minus cos A plus B, यो भनेको 20 plus 40 अनि यहाँ ब्र्याकेट दिउँ हैन। अब 1/4 sin 80 डिग्री यो भने के हो cos 20 minus 40 minus 20, तर cos minus 20 भनेको सधैँ के हुन्छ cos 20 हुन्छ भनेपछि cos minus थीटा भनेको के हुन्छ सधैँ cos थीटा हुन्छ भन्ने कुरा त्यो सबैलाई थाहा होला। र cos minus 20 भनेको cos 20 minus cos 20 plus 40 60। अब 1/4 sin 80 डिग्री cos 20 minus cos 60 को त हामीसँग फर्मुला छ नि त। cos 60 भनेको के हो 1/2 हो नि त। 1/2 लेख्न सक्छौँ। अब cos 20 को भ्यालु छैन 1/2। अब चाहिँ ब्र्याकेट खोल्दियौँ 1/4 sin 80 डिग्री cos 20 डिग्री माइनस 1/2 into 1/4 भने 1/8 sin 80 डिग्री, sin 80 डिग्री। अब फेरि यहाँ पनि फेरि sin A cos B को फर्मुला आइरहेछ तर हामीसँग sin A cos B को छैन। के छ 2 sin A cos B को फर्मुला छ भनेपछि 2 माथि ल्याउनले के गर्नु पर्यो तल माथि नै 2 ले मल्टिप्लाई गर्नु पर्यो। sin 80 डिग्री cos 20 डिग्री माइनस 1/8 sin 80 डिग्री। यो भने के हुन्छ अब 1/8 यो भने 2 sin 80 डिग्री cos 20 डिग्री माइनस 1/8 sin 80 डिग्री। 1/8 कमन छ, यो यसको मात्रै हो फेरि 1/8, फेरि यसको नि होला हैन भनेपछि अब 2 sin A cos B को फर्मुला हामीसँग के छ त 2 sin A cos B को फर्मुला हामीसँग के छ त हामीसँग छ 2 sin A cos B को फर्मुला के छ भन्दाखेरि sin A plus B plus sin A minus B। A भनेको 80 हो, B भनेको के हो 20 डिग्री हो नि त। त्यसैले 1/8 sin 80 डिग्री। 1/8 भनेपछि sin 80 plus 20 भने 100, sin 80 minus 20 भने 60 minus 1/8 sin 80 डिग्री।
1/8 साइन 100। ल अब चाहिँ हामीले के गर्नु भने साइन 100लाई चाहिँ हामीले के गर्न सक्छौँ भन्दाखेरि साइन 180 माइनस 180 माइनस 80 गर्न सक्छौँ क्या। 180 माइनस 80 गर्न सक्छौँ र प्लस साइन 60 भनेको के हो हामीलाई थाहा छ। साइन 60 भने √3/2 माइनस 1/8 साइन 80 डिग्री। यतिसम्म छ, यतिसम्म हेर्न सक्नुहुनेछ। अघि नै चाहिँ हाम्रो यतापट्टि चाहिँ यो पेजभन्दा अगाडि पेजमा चाहिँ हाम्रो यही आइथ्यो र अब यसलाई के गर्ने भन्दाखेरि किनकि साइन 80 माइनस साइन 180 माइनस 80 भनेको के हो 100 हो नि त, त्यसैले हामीले यो लेख्न सक्छौँ। 1/8 साइन 180 माइनस थीटा भनेको के हो साइन सेकेन्ड क्वाड्रेन्टमा के हुन्छ 180मा के हुन्छ सधैँ पोजिटिभ हुन्छ। यो भनेको के हो साइन 80 डिग्री। साइन 180मा जुन पनि 180 र 360मा कहिले चेन्ज हुँदैन, जस्तै साइन साइनमै हुन्छ, कस कसमै हुन्छ, त्यो 180 र 360मा चाहिँ त्यही हुन्छ। प्लस √3/2 र माइनस 1/8 साइन 80 डिग्री। अब यसलाई ब्राकेट खोल्यौँ 1/8 साइन 80 डिग्री प्लस √3 माथि √3 1 इन्टु √3 8 इन्टु 16 माइनस 1/8 साइन 80 डिग्री। अब यो 1/8 साइन 80 डिग्री प्लस र माइनस 1/8 साइन 80 डिग्री काटिदिउँ र बाँकी आयो के आयो √3/16 जुन चाहिँ रिक्वायर्ड एन्सर हो। होप सबैले बुझ्नु भयो होला।